ब्याक टु माई न्यू भिडियो। सेवारो सबैजनालाई मलाई त चिन्ने हुन्छ होला, म चाहिँ हजुरहरुको प्यारी समीक्षा राई। आज चाहिँ म ठ्याक्कै भिडियो स्टार्ट चाहिँ पोखराबाट गर्दैछु। अनि पोखराबाट गर्दैछु, यहाँ चाहिँ एकदम राम्रो भ्यू हेर्दै हजुरहरुलाई मैले पोखराको भ्यू देखाएँ। हामी चाहिँ पोखरा चाहिँ हिजै आएको हो, अब चाहिँ हामी स्पेशल ठाउँमा जाँदैछौँ। हजुरहरुलाई त थाहै होला, हामी चाहिँ आज चाहिँ घान्द्रुक जाँदैछौँ। आज चाहिँ हामी घान्द्रुक जाँदैछौँ। अनि सबैजना रेडी भइसक्यौँ, सबैजना रेडी पनि भइसक्यौँ। अनि यहाँ हाम्रो दिदी चाहिँ पुरा मेकअप गर्दै हुनुहुन्छ। लिपस्टिक मिलेन अरे, लिपस्टिकको सेट मिलेन अरे, अनि मेकअप गर्दै हुनुहुन्छ। अब हामी चाहिँ यहाँदेखि निस्किन्छौँ गाइजहरू। हजुरहरूलाई म देखाउँछु घान्द्रुक। म चाहिँ पोखरा चाहिँ सेकेन्ड टाइम हो, तर घान्द्रुक चाहिँ फर्स्ट टाइम हो नि त। अनि म चाहिँ ओभर एक्साइटेड छु घान्द्रुक जानु चाहिँ। लेट्स सी गाइज, हेर्दै जानु होला, म भ्लग बनाउँदै जान्छु। अहिलेलाई बाई बाई गाइजहरू। हामी चाहिँ घान्द्रुक हिँड्यौँ न, गाह्रो छ यार। मेरो साइडमा देख्न सक्नुहुन्छ माछा पुच्छ्रे हिमाल, ठन्ड बढ गया यहाँ पर त। अब के भन्नु, मलाई केही भन्नु आएन, म निशब्द छु। मेरो पुरा चाहिँ स्टिल राइड गर्दैछ। अब हामी चाहिँ जाँदैछौँ है गाइजहरू घान्द्रुक। गाइजहरू हिमाल देख्न सक्नुहुन्छ, हिमाल। गाइजहरू हामी फेरि यहाँ एकछिन रेस्ट गरेर म चाहिँ टप्पी सप्पी लगाएर गयौँ ल। हामी चाहिँ साथीहरू ग्याङ सबै मुस्ताङमा भइरहेको छु हिमाल देखेर। हाँसी देखेको छुइनँ नि त, त्यही भएर हो कि गाइजहरू। म त खुसी छु ओभर। त्यही घान्द्रुक पुग्नको लागि अझै पनि टाइम बाँकी नै छ। मेरो भिडियो हेरेर घान्द्रुक देखेको, मेरो भिडियोमा देखा आपने लापरवाही का नतीजा है। भयो त म त बाफ्रे टाइट बाटोमा दोस्नु गरौँ। स्वागतम। ओइ भोला कस्तो राम्रो। बटारे खाँदैछौँ। तपाईँको बटारे यहाँ ल्याउनु त। 17 बजेको अस्ति थोरै देखाएको लु भयो। गाइजहरू हाम्रो चटपटे पनि आयो। चिसो चम्ची खायौँ ल। होइन
गाइजहरु हामी चाहिँ चटपटे पार्टी गरेर गयौँ न हाम्रोतिर अब थोरै छ हाम्रो डेस्टिनेसनमा पुग्ने एडभेन्चरको जिन्दगी भनेको यस्तै हुन्छ जानुस् जानुस् बुढा जानुस् यहाँ चाहिँ यस्तो रहेछ यहाँदेखि मुन चाहिँ खतरा पानी रहेछ नि त अनि ओइ चिप्ले यार जाँदैन होला मैले सकिनँ गाइजहरु अब यस्तो जिन्दगीमा कहिले काहीँ कस्तो राम्रो ओइ झर्ना पो रहेछ गाइजहरु ओपर धुलो बाटो यस्तो धुलो भएको छ नि रफ बाटो खतरा बाटो रहेछ भरे फर्किँदा कसरी फर्किनु डर लाग्यो माइ लट डेन्जर यार बाटो फर्किने ठाउँ त हामी चाहिँ स्टिल हिँडि नै रहेको छौँ अझै पनि आइ नै पुगेको छैन घान्द्रुक तर पारी चाहिँ देख्न सक्नुहुन्छ हिमाल छ गाइजहरु यस्तो राम्रो हिमाल देखिरहेको छ आँखाले यस्तो राम्रो देखिरहेको छ कस्तो भनेको वर्णन नै गर्न सक्दिनँ क्या त्यो हिमालको बारेमा आँखाले देखेको हिमाल त रियलमा रियलमा उताको चाहिँ माछा पुछ्री अरे अनि यताको चाहिँ धौलागिरी अरे हिमाल फाइनली हामी चाहिँ आइपुग्यौँ अब यहाँदेखि चाहिँ हिँड्नुपर्ने हुन्छ होइन हिँड्नुपर्ने हुन्छ यहाँदेखि चाहिँ अलिकति मुनि झर्नुपर्छ अरे बाइक होइन हामी चाहिँ लाग्यौँ यहाँदेखि थोरै तल चढ्नुपर्छ अरे अनि हामी चाहिँ आइया ठोक्के खुट्टा जाने यस्तो धुलो भइरहेछ कपडाको हालत बेहालत भयो अब यो यति जानु पर्यो हिमाललाई यति नजिकबाट देख्दाखेरि कस्तो खुसी लागिरहेछ मलाई चाहिँ हो रहेछ थोत्रै लुगा लगाएर आएको भए बरु त्यस्तै हुनुपर्ने हो क्या आमाम गाइजहरु धुलो देखेर छक्क म त छिर्छु कि यहाँ खुट्टा टोके खुट्टा गरेर त कस्तो राम्रो त्यसरी भिडियो गर्नु त त्यसरी भिडियो गर्नु नि हामी हिँड्छौँ गाइजहरु हामी चाहिँ फाइनली घान्द्रुक आइपुगिसक्यौँ हेर्न सक्नुहुन्छ घान्द्रुक कस्तो राम्रो देखेको यहाँ चाहिँ धारा पनि रहेछ थिच्नुपर्छ सर म उता जान्छु भिडियो गर्दैन म जान्छु ल सोही चाहिँ असली रूपमा आउनु पर्यो गाइजहरु हामी चाहिँ फाइनली घान्द्रुक आइपुगिसक्यौँ हामी आई एम सो एक्साइटेड तर ओभर राम्रो यार यहाँको बनाउने घरहरू हेर्नुहोस् न घरहरू बनाउने तरिका भनेको चाहिँ यहाँ चाहिँ एकदम नजिक आएर चाहिँ माउन्टेन चाहिँ उयो हेर्न पाइन्छ है आफ्नै खुल्ला आँखाले मजाले आनन्द साथ अरे यस्तो नजिक साँच्ची यहाँ चाहिँ एक दिन स्टे गर्नुपर्ने हो नि त खासमा चाहिँ तर हाम्रो टाइम छैन गाइज के गर्ने
ल अब यहाँ त्यता होइन ल यता माथि जाउँ न यहाँनिर कता हो जाने ठाउँ यतै तल हो जहाँ फोटो भिडियो कता कता त्यो कपडाहरू लाएर फोटो खिच्छ नि यता हो अझै यतै अरे ल ल ल ल ल ल ल मेरो यहाँ उयो छ र के छ यो भेग खाँदै हिँडेको लुगाको अनि ल ल ल ल ल ल ल ल ल हामी आइपुग्यौँ कस्तो लागिरहेको छ ब्रो एकदमै एकदमै रमाइलो लागिरहेछ भर्खर मात्रै घुम्न आएको जस्तो लागिरहेको छ होला होइन राम्रै छ हो यहाँबाट एक दिनमा पुगिन्छ भने चाहिँ दिदी त्यो अघि दिदी मैले चाहिँ घाम रुकाउने सपनै देखेको थिइनँ र पनि सपना पुरा भयो भन्नु होला नि अब हजुर पुरा गरिदिनु भयो हजुर धन्यवाद तपाईँलाई भन्नु पर्दैन कस्तो कमेडी भन्नु पर्दैन अरे त्यो त तल हो त्यो तल हो कि यहाँ हो यता आइजहरू यहाँ हेर्न सक्नुहुन्छ यस्तो खतरा अर्को टाउको छ क्या खोमा खोजेर आउँछु त देख्न सक्नुहुन्छ यहाँको घरहरू चाहिँ कस्तो राम्रो छ आइजहरू हामी चाहिँ गुरुङ कटेज आइपुग्यौँ यहीँ बनाउँछ म्याक्सिममले चाहिँ हुन्छ त लिम्बा कटेज यता होला यहाँ हो हामी चाहिँ यहाँ हो दिदी यही हो हामी चाहिँ यहाँ गुरुङ कटेजमा आइजहरू खोइ तर हामीले गुरुङ कटेज नै भेट्यौँ न मेन यहाँ आउनुको रिजन अनि यहाँ भिडियो बनाउनु यो हो नि त गाइजहरू हामी चाहिँ फाइनल्ली हाम्रो नै होला बोक्नु होला हामी चाहिँ फाइनल्ली यहाँ आइपुग्यौँ गुरुङ कटेज अरे यहाँ चाहिँ कस्तो जहाँदेखि त्यहीँ आइपुग्यौँ अरे धुलै धुलो भएर भयो तर कस्तो राम्रो देखेको यार गाइजहरू फाइनली म चाहिँ यहाँ आएर ड्रेस पनि लगाइसकेँ कस्तो देखेको छु म दिदी मलाई फोन पक्रिदिनु त मेरो ब्याकग्राउन्ड आउटफिट कस्तो देखेको छु राम्री अलि पर छ उता होइन त्यो यो कपिराइट लाग्छ भन्ने मार्दै कस्तो राम्रो पो देख्यो कस्तो ह्यान्डसम देख्यो त नि दुईजना सँगै मेरो बुढालाई त झन्डै नचिनेको यार ठड्याङ हामी चाहिँ सबैजना के भन्थ्यो गुरुङ ड्रेस लगाएर उपस्थिति भइसकेको छौँ अरे यस्तो गर्नु त ल ल म चाहिँ भिडियो बनाइदिएँ ल यहाँ दुईजनाको पुरा चलिरहेछ खाजा खाजा खाँदैछौँ दुईजनाले खाइसक्नु भयो अब हाम्रो दुईजनाको पालो
खाए ल अब भएर भेटौँला गाइजहरू हामी चाहिँ अब यहाँदेखि फाइनली निस्क्यौँ ढिलो भइसक्यो 4 भइसक्यो अब गएर चाहिँ पोखरामा जानुपर्ने हुन्छ अनि पोखरामा हाम्रो रुममा बस्नुपर्ने हुन्छ गाइजहरू हामी चाहिँ यहाँबाट निस्किसकेको ल अब बाई बाई के पो गान्द्रुक अब जाने हामी गाइजहरू अब चाहिँ म चाहिँ होइन भ्लग कन्टिन्यू गर्दिनँ आजको भ्लग म यहीँ सघाउँछु मेरो भ्लग हेरेर इन्जोय गर्नु होला अनि मेरो भ्लग हेरेर इन्जोय गर्नु होला ल बोल्नै सकिनँ त यार म चाहिँ हिमालको छेउमा बसेर म भ्लग इन्ड गर्दैछु आज मेरो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु मेरो भ्लग हेरेर इन्जोय गरिदिनु होला थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला बाई बाई एभ्रीवान लभ यु अल बाई